म आज यो भेडा अनुगमनको क्रममा कालिचोक गाउँपालिकाले 10 लाख रुपियाँ चाहिँ भेडाको बारेमा अनुदान छ र 5 लाखको भेडा अहिले यहाँभन्दा माथि 3 दिन माथि खर्कमा रेलले माथि नामाफुमा पुगिसकेको अवस्था छ र यो चाहिँ अलि पछि खरिद गरेकोले गर्दा हामी अनुगमन गर्न आएका छौँ। कालिचोक गाउँपालिकाको उद्देश्य भनेको चाहिँ मान्छेलाई पुरानो आफ्नो पेसा व्यवसायमा आत्मनिर्भर बनाउनका लागि अहिले भेडालाई अनुदान दिएको छ र आउने बजेटमा हामीले फेरि 3 लाख बजेट व्यवस्थापन गरेका छौँ। राडी पाखी बन्नी र कमसेकम कति जाकेट मात्र लाउने ओछ्याउँदाखेरि पश्चिमबाट ल्याएको गलैँचा पश्चिमबाट ल्याएको राडी मात्र होइन, हाम्रो कालिचोकमा राडी उत्पादन गर्नुपर्छ, राडी बन्नुपर्छ र पुरानो हाम्रो पेसा हराइसक्यो। त्यसका लागि 3 लाख रुपियाँ बजेट व्यवस्थापन गरिएको छ कालिचोक गाउँपालिकाले र राडी लुकुनी पाखीहरू बन्ने छ्याराहरू बन्ने त्यो तालिम दिने र यही भेडाको उन उहाँहरू उन बिकेन भनेर गुनासो गर्नुभएको छ। त्यो अनुदान पाएको भेडाको अलि सहुलियत रेटमा लिने र अनुदान नपाएको भेडाको अलि त्यही अनुसारको रेटमा उन जम्मा गर्ने र कालिचोक गाउँपालिका उन सङ्कलन गर्ने खालको हामीले सोच बनाएका छौँ। र अर्को कुरा भेडाको घिउ महत्त्वपूर्ण जडीबुटीमा मानिन्छ। त भेडाको घिउ पनि अब हामी खरिद गरिदिने, उहाँहरूसँग सहुलियत दाममा हामी भेडाको घिउ चाहिँ खरिद गर्ने र व्यवसायहरू कृषकहरूलाई अरू जडीबुटीमा वितरण गर्ने सोच बनाएका छौँ। त्यही भएर यहाँ आएका छौँ। के छ त अर्जी भेडा पालिन्छ।